नमस्कार, यहाँहरूलाई स्वागत छ। आजको जुन विषय रहेको छ, गर्भमा सन्तान नबसिरहेको र बाँझोपनको समस्याको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा मैले अचूक उपाय लिएर आएको छु। ती उपायको अनुसरण गरी पूर्ण रूपले लाभान्वित हुनुहोला। भिडियोलाई नलम्ब्याइकन म सिधै विषयमा जान चाहन्छु। तपाईहरुको विवाह भएको कैयन वर्ष भयो हैन, तर पनि रिजल्ट हातमा परेको छैन। जस्तै डाक्टरकोमा उपचार गराउँदाखेरि सम्पूर्ण रिपोर्टहरु चाहिँ पोजिटिभ आउँछ, कुनै पनि समस्याहरु छैन, तर पनि जुन अपेक्षा गरिएको छ त्यो अपेक्षा अनुसारको प्रतिफल हात परेको छैन। दबाईहरु खानुभएको छ, पैसा बर्बाद भएको छ, समय बर्बाद भएको छ हैन, कुनै पनि तरिकाले चाहिँ निदान हुन सकेको छैन भने चाहिँ तपाईहरुको लागि म केही यस्तो अचूक उपाय बताउँछु। त्यो उपायको चाहिँ राम्रोसँग अनुसरण गर्नु होला। त्यसको लागि एकदमै ध्यानपूर्वक सुन्नुपर्छ तपाईहरुले है। त्यसमा केही उपायहरु छन्। सर्वप्रथम चाहिँ आहार र विहारलाई एकदमै सन्तुलन गर्नु होला। खानपिनमा विशेष ध्यान दिनुस्। इन्भाइरोनमेन्ट एकदमै अनुकूल बनाउनुस्, जसमा चाहिँ कुनै किसिमको स्ट्रेस अथवा तनावहरु चाहिँ तनावको वातावरणहरु चाहिँ नबनोस् हैन। अनि जसले गर्दाखेरि तपाईहरुको जुन छ हार्मोन सिस्टमहरुदेखि लिएर सम्पूर्ण पक्षहरु चाहिँ एकदमै अनुकूल हुनुपर्छ, पोजिटिभ हुनुपर्छ। अनि सात्विक जुन भोजनहरु चाहिँ है ग्रहण गर्नुपर्छ, सत्व भोजनहरु चाहिँ ग्रहण गर्नुपर्छ, जसमा चाहिँ फलफुलहरु भए, जति पनि मांस, मासु, मदिरा अनि बासी जुन यो तामस भोजन बाहेकका अन्य जति पनि जुन शक्तिवर्धक छन्, जसमा चाहिँ पौष्टिक छ अनि एकदमै जुनमा चाहिँ शुद्धता छ, त्यस्ता आहारहरुको चाहिँ अत्याधिक प्रयोगहरु गर्नुपर्छ, जसले गर्दाखेरि तपाईका हार्मोन सिस्टमहरुमा चाहिँ सन्तुलनता आउने गर्दछ। त्यो चाहिँ एक पक्ष त्यो भयो। अनि त्यसपछि आएर अर्कोमा चाहिँ तपाईहरुले एकदमै ध्यान दिएर सुन्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि, जब दुईजना दम्पति बीचमा संसर्ग क्रिया हुन्छ, सम्भोग क्रिया है, म हिचकिचाउँदिन, तपाईहरुले अन्यथा नलिनुस्। यसमा आवश्यकताको कुरा हो। त्यो भएको कारणले गर्दाखेरि कसैलाई मैले डोमिनेट गर्न खोजेको पनि हैन, म अश्लीलता प्रदर्शन गर्न खोजेको पनि होइन, केवल समस्याको समाधान गर्न म त्यसमा तल्लिन्छु हैन। मुख्य कुरो चाहिँ त्यसलाई चाहिँ तपाईहरुले प्रायोरिटी दिनु होला। जुन सम्भोग क्रिया छ, सम्भोग क्रियामा चाहिँ तपाईहरुले के गर्नुस् त, एकदमै आत्मीय भावले गर्नुपर्छ। जबरजस्ती करकापमा हैन गर्नै पर्छ भन्ने किसिमको भाव चाहिँ नहोस्। एकदमै समर्पण भावले, डेडिकेट भएर, आत्मीयता भावले, जुन आत्मादेखि नै त्यो क्रिया सम्भोग क्रिया हुनुपर्छ हैन। र सम्भोग क्रिया चाहिँ नियमित हुनुपर्छ। बिहान एकचोटी, बेलुका दुईचोटी, अथवा बिहान दुईचोटी, बेलुका एकचोटी, यसरी चाहिँ क्रम मिलाउनु होला। नियमित गर्नु पर्यो है, नियमित गर्नु पर्यो। महिनावारी भएको 8औं दिनदेखिबाट स्टार्ट गर्नुपर्छ। लगभग 10-12 दिनसम्म कन्टिन्यू नियमित सम्भोग क्रिया गर्नु पर्यो। अनि त्यसपछि आएर सबैभन्दा मेन टपिक चाहिँ यसमा जब वीर्य स्खलन हुन्छ, श्रीमानको, यसमा 18 नमान्दिनु होला, श्रीमानको वीर्य जब श्रीमतीको यौनाङ्ग भित्रबाट, योनि भित्रबाट भित्र प्रवेश भएर जब त्यो वीर्य स्खलन हुन्छ, वीर्य स्खलन भइसकेपछि त्यो वीर्यलाई चाहिँ बाहिर निस्किन नदिनको निमित्त श्रीमतीको जुन दुईटा जाङ जुन छ हैन, त्यो खुट्टा जुन छ, त्यसलाई चाहिँ भित्तामा, यसरी भित्तामा अडेस लगाएर यसरी माथि उठाएर राख्नु पर्यो। माथि यसरी उठाएर राख्नु पर्यो, शिर तल हुनु पर्यो हैन। अनि त्यसपछि आएर यसरी चाहिँ खुट्टालाई यसरी माथि उठाइसकेपछि चाहिँ त्यो वीर्य चाहिँ बाहिर पोखिन नपाओस्, त्यो किसिमको वातावरण चाहिँ निर्माण गर्नु पर्यो।
लगभग 15-20 मिनटदेखि आधी घन्टासम्म सकिन्छ भने 1 घन्टासम्म है, पौने घन्टा 1 घन्टासम्म चाहिँ कन्टिन्युसली त्यसरी दुईवटा खुट्टा माथि शिर तल गरेर खाटमा अथवा कता हुन्छ सजिलो एउटा पोजिसनमा चाहिँ तपाईहरु बसिदिनु पर्यो। मेन टार्गेट चाहिँ के हुनु पर्यो त वीर्य बाहिर नजाओस्, जसको कारणले चाहिँ त्यसमा भएका शुक्राणुहरू चाहिँ सक्रिय ढङ्गले आफ्नो काम चाहिँ पुरा गर्न सकोस्, त्यो किसिमको वातावरण चाहिँ निर्माण गरिदिनु पर्यो। यो चाहिँ एकदमै सजिलो तर एकदमै प्रभावकारी उपाय। यो उपायले धेरैको समस्याको समाधान भएको छ। अन्य पनि एकदमै सूत्र, एकदमै प्रभावकारी सूत्रहरू पनि छ मसित हैन। अहिले तत्काल चाहिँ यो पनि एकदमै प्रभावकारी उपाय हो। यसमा चाहिँ तपाईहरुले कुनै पनि चुक खानु हुँदैन है। एकदमै यसमा चाहिँ यो एकदमै सटिक उपाय हो। अब यसमा तपाईहरुलाई राम्रोसँग गर्दिनु होला है। अब हाम्रो यताबाट चाहिँ दबाईहरुदेखि लिएर अनेक एकदमै सम्पूर्ण कुराहरुको व्यवस्था गरेर हैन, एकदमै 100% ग्यारेन्टी काम बन्ने तरिकाले चाहिँ तपाईहरुको उपचार गरिन्छ। अब तपाईहरुले हैन म आफै गर्छु हैन, हामी आफै गर्छौं, समय भ्याउँदैन, पर्याप्त समय भ्याउँदैन, हामी आफै गर्छौं, दबाई प्रयोग गर्न भ्याउँदैनौं, दबाईको लागि चाहिँ उपचारको लागि आउन भ्याउँदैनौं, अथवा समय धेरै टाढा छ हैन, मतलब धेरै टाढा बस्छौं भन्ने किसिमको छ भने चाहिँ तपाईहरुले के गर्नु पर्यो त यो उपायलाई अपनाउनु पर्यो। राम्रोसँग गर्नुस्, यसमा पनि कुनै डाउट गर्नु पर्दैन हैन। भरसक किन तपाईहरुको टाइम वेस्ट होस् हैन, यसैमा तपाईहरुले राम्रोसँग अनुसरण गरेर अगाडि बढ्नु होला। तपाईहरुको 100% हुन्छ, चिन्ता नगर्नुस् हो। यद्यपि केही नभएको खण्डमा मतलब त्यसमा हैन, मतलब एकाध दुकातको नहोला, 1-2 जनाको नहोला। त्यस्तो भयो भने यहाँ हामी छँदैछौं हैन, ग्यारेन्टीका साथ एकदमै पक्का तरिकाले कसरी हुन्छ त्यसमा यो तन्त्र मन्त्र यन्त्र सम्पूर्ण जडीबुटीदेखि लिएर सम्पूर्ण आयुर्वेदिकको भरपूर प्रयोग गरेर कसरी हुन्छ तपाईहरुको पूर्ण रूपले निवारण म गरिदिन्छु है। त्यसमा तपाईहरु निश्चिन्त हुनु। केही जिज्ञासाहरू छन् भने, केही प्रश्नहरू छन् भने तपाईहरुले मलाई कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ। म स्क्रिनमा नम्बर पनि दिइदिन्छु, त्यो नम्बरमा चाहिँ तपाईहरुले मलाई प्रत्यक्ष कल गरेर सोध्न सक्नुहुन्छ। त्यही नम्बर चाहिँ व्हाट्सएप नम्बर पनि हुन्छ, व्हाट्सएपमा कल गर्दा पनि भइहाल्छ अथवा मेसेज गर्दा पनि भइहाल्छ। तर मेन चाहिँ आफ्नो जुन छ सात्विकताको चाहिँ एकदमै विशेष ध्यान दिनु होला। माछा मासुहरुको प्रयोग नगर्ने हैन, माछा मासु बासी तासी मदिराहरुको सेवन नगर्ने। अनि त्यसपछि आएर त्यसमा इन्भाइरोनमेन्ट पनि एकदमै अनुकूल हुनु पर्यो है। यो पक्षलाई चाहिँ एकदमै विचार पुर्याइदिनु होला। तपाईहरुको मनोवाञ्छना सिद्ध होस् भन्दै अहिलेको लागि म बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्ते।